ठिक छ त्यहाँ त्यहाँ देखिन्छ कि नै त्यहाँ देखिन्छ कि नै त्यहाँ के जस्तो ट्याक्टर छोकर जस्तो देखिनु पर्यो भन्नु तपाईँ यता धेरै गर्नु ठ्याक्कै कुरा बुझ्नु एक्सन मैले कुरा बुझिनँ नि यो हो के कुरा एक्सन मैले चाहेँ भने बोल्न नसक्ने गरी जे पनि गर्न सक्छु त्यसैले चुप लागेर पर्दैन के हो सल्लाह हो एकछिन भित्र जाउँ न एक्सन सल्लाह त हो दुईजनाको मन मिल्छ एकछिन भित्र जाउँ न बरु भएन सर भएन सरको भयो कि त्यो गाउँले ओके एक्सन सल्लाह त हो दुईजनाको मन मिलेपछि के हुन्छ भित्र जाउँ न एकछिन के बोलेको तपाईँले यस्तो तपाईँको घरमा आमा दिदी बहिनी छैन छन् नि घरमा जो जो भयो भने के फुलिसके त्यस्तो डाइलग हो फुलिसकेपछि डाइलग हो रोलिङ एक्सन सल्लाह त हो नि दुईजनाको मन मिलेपछि के भन्छ एकछिन भित्र जाउँ न के बोलेको त्यस्तो तपाईँको घरमा दिदी बहिनी आमा छैन घरमा जो जो भयो भने के भन्छ एकछिन जाउँ न होइन के गरेको हो यो केही पनि होइन होइन यो के गरेर बसेको हो केही होइन हेर्नु न बाबु उहाँले मलाई नराम्रो नजरले हेरेर के नराम्रो गर्नु खोज्दै थियो त्यसैले त्यस्तो नगर्नु बरु बाहिरपछि कुरा गरौँ न नि छोड्दै छोड्दै आइज यस्तो कुरा त बाहिर मिलाउनु पर्छ आइज खोइ के गर्ने के गर्ने अब तपाईँ हाम्रो क्लोज छ एक्सन हे भगवान् त्यस्तो नर्क जस्तो समाजमा म कसरी बाँच्ने कसरी जीवन बिताएँ अब बाले थाहा पाएमा के गर्नु होला विदेशमा मेरो निम्ति पसिना बगाउने मेरो श्रीमानले थाहा पाए म यो संसारमा बाँचेको काम छैन त्यसैले त्यो भिडियो बाहिर निस्क्यो भने त म यही बेलले यही घरमा आत्महत्या गरेर मर्छु एक्सन कसले के गर्यो मेरो नन्द र त्यो उमेशले मलाई बाँधिदिए फुकाइदिनुहोस् न रोल एक्सन भाउजू हजुरको संस्थानले पठाइदिएको पैसा लाउनुहोस् कट पुग्यो होइन ल रोलिङ एक्सन तँलाई मैले बोल्न नसक्ने गरी बनाएर जे पनि गर्न सक्छु त्यही भएर चुप लागेर बस तर जस्तो नर पिचाकले मलाई केही पनि गर्नु पर्दैन खोल्नु पनि पर्दैन कट रोलिङ नम्बर लो एक्सन कमलको डायलग एकछिन त हो नि दुईजनाको मन मिलेपछि के हुन्छ एकछिन भित्र जाउँ न छ्या कस्तो बोलेको तपाईँको घरमा दिदी बहिनी आमा छैन दिदी बहिनी आमा जो जो घरमा भयो भने के हुन्छ त एकछिन जाउँ न भित्र कट पुग्यो